बिहानीको सूर्यको किरणसँगै सम्पूर्णमा मेरो नमस्कार गुड मर्निङ भन्न चाहन्छु। मैले आज एउटा विशेष एकदम महत्त्वपूर्ण कुरा लिएर आइरहेको छु। यो भिडियो स्किप नगरिकन हेर्नु है, कसैले स्किप नगर्नु है, पुरा हेर्नु है यो भिडियो है। हामी सबैले तपाईहरुले पनि सबैले आफ्नो नानी बाबुहरूलाई आफू काममा बिजी भइयो भने के भनिन्छ? नानी बाबुहरू एकछिन खेल्न जाऊ, खेलेर आऊ है, म यहाँ काम गर्छु भनिन्छ नि। हो पक्का भनिन्छ, सबैले भन्छन् यो। तर आफ्नो नानी बाबुहरू कहाँ खेल्न गइरहेको छ, कस्तो अवस्थामा खेल्न गइरहेको छ, केसँग खेलिरहेको छ भन्ने कुरो हामीले ख्याल पटक्कै गरिन्न। हामी हाम्रै काममा बिजी भइन्छ है। एकपटक यो भिडियो हेर्नु त, माथिको भिडियो हेर्नु एकचोटि। देख्नुभयो नि त्यो भिडियोमा के छ? त्यो बच्चा पक्कै पनि पिङ खेल्न गएको हो, तर उसले के गरिरहेछ? घाँटीमा डोरी राखेर डोरीलाई घुमाएर आफूलाई घुमाउने प्रयास गरिरहेको छ। यो एकदम खतरनाक हुन्छ, यो बहुत डेन्जर हो। यसले चाहिँ त्यो बच्चाको ज्यान पनि जान सक्छ घाँटी पासो लाएर। तसर्थ बच्चा कहाँ छ, के खेलिरहेछ, कस्तो अवस्थामा खेलिरहेछ, मैले कहाँ पठाएको छु मेरो बच्चालाई भन्ने कुरो विशेष ख्याल गर्नुपर्छ है। एकदम ख्याल गर्नुपर्छ, नत्र फेरि पछुताउनु बाहेक अरू कुनै उपाय विकल्प छैन। तसर्थ बेलैमा सानो उमेरमा धेरै ख्याल गर्नुपर्छ। 2 वर्षको उमेरदेखि 6-7 वर्षको उमेरसम्म एकदम ख्याल गर्नुपर्ने हुन्छ। लोट्ने, उटुङ्ने काम गर्ने, हाम फाल्ने, लड्ने सबै बेला यही हो। तसर्थ एकदम ख्याल गर्नुपर्छ है। र यो भिडियो हेरिसकेपछि तपाईहरुले एउटा शेयर पनि गरिदिनु होला है, ताकि सबै सामु यो भिडियो पुगोस् र सबैलाई ज्ञान होस्, चेतना होस् है। तपाईको एउटा सानो सहयोगले सबैलाई ज्ञान प्राप्त हुन्छ। धन्यवाद।